पनि अलिकति डिमान्ड छ। हजुर हजुर अलिकति लिपस्टिक गोलाइ सुन्नु चाहिँ हामीले पहिलाबाट सुनेको पनि हो। बस्नुहोस् योपालि लिपस्टिक गोलाइ भन्ने आउँदैछ दाको मुभी। यो चाहिँ हाम्रो प्यारो टाउन हल त्यहाँको मुभीहरू चाहिँ यहीँ लाग्छ। आज म्युनिसिपालिटीको प्रोग्राम छ। ए म्युनिसिपालिटी मात्रै सर्बियामा चाहिँ अवार्ड पनि पाएको थियो होइन हाम्रो भिरेन नि। वेलकम टु यर भेरी ओन च्यानल है मायालु भ्लग्स। नमस्ते सबैलाई, गुड मर्निङ। सबै ठिकै हुनुहुन्छ होला, तपाईँहरू सन्चै हुनुहुन्छ होला। आज सुबोध र म चाहिँ गुड मर्निङ सुबोध। मर्निङ सबैजनालाई। सुबोध र म चाहिँ तल टाउन हल जाँदैछ हाम्रो दादालाई भेट्नु, विवेक दालाई हो। तपाईँहरूले चिन्नुहुन्छ हुँदैन है, विवेक दा हाम्रो शान्ति मुभी पहिला निस्केको थियो। अनि त्यो मुभी त कहाँ इजरायलमा है, इजरायलमै हो। पहिला पनि आउनु भएको थियो यहाँनिर, अनि मुभी बनाउनु भएको थियो। दार्जिलिङको हुनुहुन्छ दा चाहिँ, खरसाङको। अनि दाहरूको मुभीले चाहिँ इजरायलमा अवार्ड पनि पाउनु भएको थियो क्या। अनि दामी थियो मुभी पनि। अन्त योपालि पनि एउटा मुभी लिएर आउनु भएको रहेछ दाले। अनि त्यही हो, अब पहिला त अब भ्लग्सहरू आउँथेन रेगुलरली, अहिले त भयो भन्दा पनि भ्लग्स आएकै छ हो। बनाउँदिनँ भन्दा पनि बनाउनु मन परिहाल्छ। अन्त आएको पनि छ, राम्रै छ, च्यानल पनि अलिकति चल्दै पनि छ हो। यस्तै छ अब, जानु आँटेको दालाई पनि भेटाउँछु तपाईँहरूलाई हो। दामी हुनुहुन्छ क्या दा चाहिँ मान्छे, अब एब्बे डाउन टु अर्थ हुनुहुन्छ दा चाहिँ। अब त्यस्तो ठुलो डाइरेक्टर हुनुहुन्छ होइन, अनि त्यस्तो अब इन्टरनेसनल अवार्ड पनि पाउनु भएको। तर दाले चाहिँ अब त्यस्तो डाउन टु अर्थै हुनुहुन्छ। अनि तपाईँहरूलाई पनि भेटाउँछु क्या। बस्नुहोस् योपालि लिपस्टिक गोलाइ भन्ने आउँदैछ दाको मुभी हो। के रहेछ कसो रहेछ गएर बुझौँ अब दाकोबाट। लु हिँडौँ जाउँ, तपाईँहरूलाई पनि भेटाउँछु। अन्त सानो मेरो सुट पनि छ, सुट पनि सकेर आउने एकैचोटि, त्यही कारण यत्रो लुगा लगाइरहेको क्या। जाउँ, सुट त अब त्यही हो, जहिले नै ह्यान्डसम भनेर चाहिँ जोत दिनुपर्छ कि गजक्कै हुन्छ अब दिनभरि। जाउँ यो चाहिँ हाम्रो प्यारो टाउन हल, त्यहाँको मुभीहरू चाहिँ यहीँ लाग्छ, हाम्रो लोकल मुभीहरू है। दा आज के हुँदैछ हौ यहाँनिर? आज म्युनिसिपालिटीको प्रोग्राम छ। ए म्युनिसिपालिटीको कोही आउँदैछ? कोही आउँदैछ? अब आयो भने हुन्छ के अरे ए ठिकै छ। हाम्रो टाउन हल यस्तो छ, यहीँनिर लाग्छ बनाएको मुभीहरू हो। अन्त जाउँ, दा पनि भित्रै हुनुहुन्छ होला। यहाँभित्र चाहिँ सिनेमा हलै छ, तपाईँहरूलाई क्लिक गर्नु पाउँछ भने चाहिँ देखाउँछु हुन्छ। बाहिर एकछिन देखाउनु मात्रै, प्रोग्राम चाहिँ चल्दै रहेछ। जाउँ बाहिर, दा पनि आउनु भयो होला। हाम्रो दादा आउनु भएको छ यहाँ चाहिँ, विवेक दा खरसाङबाट। तपाईँहरूले चिन्नुहुन्छ हुँदैन है, पहिला त म भ्लग्स बनाउँथिनँ। अनि पहिला पनि दाले यहाँनिर शान्ति मुभी, 3टा मुभी थियो। शान्ति मुभी अन्त कुनको थियो त डेथ सर्टिफिकेट हो। दामी दामी मुभी थियो, सर्ट मुभी थियो त्यो मुभीले। शान्ति मुभीले चाहिँ उता इजरायलमा है त, इजरायलमा चाहिँ सर्बियामा चाहिँ अवार्ड पनि पाएको थियो। सो योपालि फेरि दादाले एउटा अझै मुभी लिएर आउनु हुँदैछ है दा, अलिकति लिपस्टिक गोलाइ। सुन्नु चाहिँ हामीले पहिलाबाट सुनेको पनि हो। अलिकति के भनिदिनुहोस् न अनि यो मुभीको बारेमा चाहिँ दा। लिपस्टिक गोलाइ चाहिँ एउटा सोसियल ड्रामा हो है। यसमा चाहिँ हाम्रो जस्तो दैनिक जीवनमा घटिरहने घटनाहरूको बारेमा छ। फ्यामिली होइन, रक्सी, हाम्रो जस्तो रक्सीले जस्तो पीडा छ हाम्रो समाजमाथि, यो कुराहरू, यो वस्तुविषय लिएर चाहिँ हामीले चाहिँ फिल्म बनाएको हो। अनि खरसाङमा त एकदमै राम्रो, पिपल वेल रिसिभ्ड, हाम्रो सबले मन परायो। खरसाङमा, दार्जिलिङमा पुरा मन परायो, यो तपाईँको मिरिकमा पुरा मन परायो। अनि मैले सुनेको थिएँ कालिम्पोङमा पनि अलिकति डिमान्ड छ। हजुर हजुर। र त्यसै गरी हामी यहाँनिर कालिम्पोङमा आज टाउन हलमा छौँ प्रमोसनहरूको लागि। अनि हाम्रो जस्तो डेट्सहरू फिक्सहरू हुन्छ, हामी के अरे त्यसै गरेर सोसियल मिडिया मार्फत हामी हाम्रो डेट्सहरूको के अनाउन्स गर्नेछौँ है। अनि म त यही भन्छु कि कालिम्पोङको बासिन्दाहरूलाई होइन, दया गरेर हामीलाई सपोर्ट गरिदिनुहोस् होला, आएर हेरिदिनुहोस् होला फिल्म है। फिल्मले निकै उसलाई फ्यामिलीमाथि पुरै प्रभाव गरेको छ है। एकजना सानो नानीले मलाई एकपल्ट आएर चाहिँ हाँस्दै आएर चाहिँ आफ्नो बाउलाई चाहिँ किन यस्तो गर्छु भनेर चाहिँ भन्यो क्या, हुन्छ नि अब त्यो चाहिँ अब तपाईँहरूको एउटा I'm just keeping it spoiler. हजुर हजुर सजिलो राख्छु अहिले चाहिँ सबै भन्नु भने त त्यो मजा हेर्न नि त, अलिकति उयो हुनु पर्यो नि त।
अनि दालाई फर्स्ट अफ अल चाहिँ कङ्ग्रेचुलेसन्स है अन्त यो मुभीको बारेमा हामीले सुनेको पनि थियो अन्त आफ्टर लङ टाइम दालाई तपाईँलाई भेट्नु पनि पाइयो थ्याङ्क यू सो मच तपाईँले यसो याद गरिदिनु भयो हामीलाई पनि हाम्रो ठाउँमा पनि आउनु भयो है अनि तपाईँको मुभीहरू त दामी दामी हुन्छ दा पहिला पनि अब हामीले मन पराएकै हो अनि योपालि पनि अब तपाईँलाई बेस्ट विसेस छ हामी त साथ छँदैछौँ हो दा अनि कालिम्पोङमा चाहिँ दामी 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 होस् तपाईँको यो मुभी चाहिँ दामी दामी लागेर जाओस् क्या थ्याङ्क यू सो मच दा थ्याङ्क यू सो मच छिटै अब फेरि यहाँनिर तपाईँको मुभी चल्दाखेरि हामी फेरि भेटौँ दा ओके हामी तलबाट आएर अब मेरो सानोबाट सुट छ मैले सोचेको चाहिँ सिनेमेटिक अलिकति बनाइहेर्छु भनेर क्या कति बनाएको 1 वर्ष जस्तो हुन आँटिसक्यो सो सुडुले पनि खिचिदिन्छ अरे हो थ्याङ्क्स सुडु अनि हेरौँ कस्तो बनिन्छ अब बनेर सिधै पुच्चो डाँडा पनि जाने पुच्चो डाँडा पनि अलिकति सुट गरेर त्यसपछि फर्किने हो अब हेरौँ यहाँनिर चाहिँ सोचिरहेको लोकेसन चाहिँ कस्तो हुने रहेछ अलिअलि गर्दै ल त गाइस बल्ल सुट पनि सक्यो एउटै फोनबाट यही फोनबाट चाहिँ सुट पनि गरिदिँदै थिएँ हो सुट त त्यस्तो खासै त केही होइन हो जस्ट त्यो सिनेमेटिक 1-2 एङ्गल मजाको गीत लागेको थियो एउटा अनि त्यो गीतमा मेरो गिम्बलै हराइरहेछ कहाँ गयो गिम्बल पनि खोज्दैछु गिम्बल चाहिँ हत्तु भयो ठिकै छ अब सोम पनि तल बजारतिरै होला अनि त्यहाँ जाँदैछौँ हामी हो सोमकोमा पनि अन्त चाहिँ चल्दैछ जिन्दगी ऊ तल रहेछ गिम्बल चाहिँ आमामा बल्ल पायो अन्त यहाँ पुच्चो डाँडामा चाहिँ लाइक दामी छ नि त जग्गा हेर्नु नि तपाईँहरू पनि सुनसानै यस्तो छ तल भिरहरू नदीहरू सबै देख्छ क्या टिस्टाहरू अन्त यहाँनिर मलाई हेप्पी गर्नु मन लागिरहेको थियो एउटा चाहिँ सुट चाहिँ होइन म्युजिकको त्यो म्युजिकमा अनि कस्तो भयो के भयो थाहा छैन अनि इन्स्टाग्राममा हाल्नेवाला छु तपाईँलाई इन्स्टाग्राममा इफ मेरो हेर्नु भएको छैन भने चाहिँ तपाईँहरूले हेर्दा हुन्छ अब जाउँ माथि टिकट पनि लिएन हामीलाई थ्याङ्क यू सो मच अङ्कललाई सुट गर्नु आएको भनेको अनि म्युजिक भिडियोहरू चाहिँ देखाउनु लाग्यो ल्याएको थिएँ अनि छोडिदियो त्यतिकै हेलमेट लगाइरहेको थिएँ हेलमेट खुल्ला भन्दा चाहिँ चिन्नु भएछ अनि अङ्कलहरूले पनि आउनु दिनुभयो आन्टीहरूलाई पनि थ्याङ्क यू सो मच यो चाहिँ हाम्रो बहिनी पेमुहरूको गाउँ पेमु बहिनीले पनि हेर्छ मेरो भ्लग्स इफ हेर्दैछ भने चाहिँ मलाई दामी लाग्छ क्या पेमु बहिनीहरूको गाउँ चाहिँ गइदिउँ हत्तु भयो जाउँ है छोटो रुम गएर अब खाजासाजा खाइदिउँ हाम्रो विवेक दालाई पनि भेटिहाल्यो अब सोम आउँदैछ सोमलाई पनि तल बजारमै भेट्नुपर्छ हो सोम उता गइरहेछ साथीकोमा अनि केही काम परिरहेछ उसलाई पनि हो अन्त ठिकै छ यस्तै आजको दिन यस्तै बित्यो मेन चाहिँ आज विवेक दाले बोलाउनु भएर भ्लग स्टार्ट गरेको क्या मैले विवेक दालाई भेट्नु जाँदाखेरि चाहिँ अनि दामी डाइरेक्टर हुनुहुन्छ क्या दा चाहिँ इन्टरनेसनल अवार्ड पाएको डाइरेक्टर भनेपछि अब कस्तो होला एटलिस्ट थ्याङ्क यू विवेक दा हेर्नुहुँदैछ भने चाहिँ तपाईँ कालिम्पोङ आएर सम्झिदिनु भयो हामीलाई हो अनि यसरी नै सम्झिदिनुहोस् यसरी नै सँगै अगाडि बढौँ हामी सानो क्रिएटरहरूलाई पनि यसरी नै एप्रिसिएट गरिरहनुहोस् थ्याङ्क यू सो मच जाउँ अब यस्तो छ हेर्नु हाम्रो भिड हेर्नु नि हामी चाहिँ तल थियो जाउँ अब एकदम रुम पनि आइपुग्यो अनि आजको भ्लग चाहिँ लाइक अलिकति सानै थियो अनि विवेक दालाई खास चाहिँ नबनाऊँ भन्दै अब हुन्छ नि विवेक दा आउनुभयो अनि आज फर्किनु हुँदै थियो फेरि मङ्गलबार आउनुहुन्छ हामी कुरा गर्नु चाहिँ जाँदैछ विवेक दासँग पनि मङ्गलबार फेरि मजा आउँछ तपाईँहरूलाई अब मुभीको बारेमा के हो कसो होइन टिकट्स पनि अब एभाइलेबल हुन्छ मेरोमा तपाईँहरूलाई पनि म भनिदिइहाल्छु हो लिपस्टिक गोलाइ भन्ने चाहिँ कालिम्पोङमा लाग्दैछ त्यसको लागि मात्रै गइदिएको आज सर्ट भयो होला भ्लग अनि के कस्तो लाग्यो त्यो तपाईँको हातमै छ अब सोमलाई पनि ल्याउनु जाने म बजार अब सोमलाई ल्याउनु गएकोहरू त नबनाइरहँ हो एउटा सानो भ्लग आउँदैछ अब भोलितिर अब भोलिको भ्लगमा सायद एउटा स्पेसल केही अनाउन्समेन्ट पनि छ तपाईँहरूलाई भ्लगमा यसरी नै बसिदिइरहनुहोस् हो अब हामी चाहिँ गइदिएको सोमलाई ल्याउनु भ्लग साह्रै लामो हुन्छ मेरो आजको भ्लग पनि सेभ गर्नु छ सो बेसी लामो नतन्काइरहँ यहीँसम्म राखिदिउँ भ्लगलाई ल त सुडु बाई बाई सबैलाई भनिदिइहाल सबैलाई बाई टेक केयर लभ यु अल सब ठिक हुन्छ बोल्नेवाला कुकुर देख्यो होला सबैहरूले
ह्याप्पी छ क्या हाम्रो चाहिँ मान्छे नै दामी हो ल त गाइस थ्याङ्क यू सो मच लास्टसम्म हेरिदिनु भएकोमा गइदिउँ अब बाई टेक केयर लभ यु अल हasta la vista बाई लिपस्टिक गोलाई रक्सी सप्लाइड फ्रम देयर राम्रो हुन्छ भन्छ कसरी बनाउँछ त्यो मोरीले 8 र 15 नम्बरकोले पनि अर्डर दिएको छ है औ जो तिम्रो 1500 भइसक्यो है अस्तिको महिनाको पुरै देख्छैनौ नि आम्मा तेरो पैसा खाएर भाग्दिनु म पनि दौमा छ एक पानी ए काला कालो लिभर ओए बहिनी तिम्रो हातको खाइन भने त बुझ्दैनौ ए दाजु कोही बेला त मेरो कुर्कुजाको पनि खानुस् न हुँदैन पट्टिमा ध्यान छ मोरी हते कलेज त जाँदै छु वटेरी हे केटीहरूले चाहिँ के मन पराउँछ चुप्प लागेर काम गर्न पैसा कमा त त्यस्तो केटिनी सुँगुर्नी कुकुर्नी बाघिनी लुगा जस्तै पटिन्छ लिपस्टिक गोलाइको चाहिँ के हुन्छ केटीहरूले चाहिँ नि नो भनेको चाहिँ हो भनेको बुझिस् तपाईँहरूकै आशीर्वादले त यसो चल्छ हाम्रो पनि धन्दा पानी हो रातिको 2 बजी त उल्लु पो डुलिन्छ त